दाङ एसियाकै पहिलो र विश्वकै दोस्रो ठुलो उपत्यका हो। यही विशाल भूमिमा यो हो श्री बराह क्षेत्र अवस्थित बाह्रकुने दह। नमस्कार। आज यहाँ दाङ जिल्ला घोराईको के अरे मष्ट देवताहरू हुन्, मगरहरूको देवता हुन्। अनि बलि हान्छ नि भेडाको बलि मगरहरूको कुन बेलामा? माघी संक्रान्तिमा। त्यति बेला भेडाको टाउको किन्नेहरूको नि घुइँचो हुन्छ, काट्नेहरूको नि घुइँचो हुन्छ। यहाँ चाहिँ विभिन्न खालका माछाहरू पाल्ने गरिएको छ। यो चाहिँ भक्तजनहरूले आफ्नो इच्छा अनुसार उतादेखि चारो किनेर अनि यहाँ माछाहरूलाई दिने गर्नुहुन्छ। यस्तो चलन भने बरा बाबा, कान्छो बाबा, बरा थानको बाबा चाहिँ भइरा हुनुहुन्छ। जे आफूले वर माग्ने हो त्यो अलिकति जोडले बोलेर माग्ने, अनि पुरा भइसकेपछि भाकल अनुसार साँड, भेडाको साँड, कुखुरा यस्तो ल्याएर बलि दिने चलन छ। हाम्रो मष्ट परम्परा अनुसार यो सनातनदेखि मष्ट परम्परा अनुसार चल्दै आएको छ। यो चाहिँ बाह्रकुने दहमा आफै मूल फुट्दो रहेछ। त्यो बाह्रकुने दहमा बढी भएको पानी चाहिँ यहाँनिर यो भेडा साँडे चोबल्ने ठाउँमा चाहिँ पानी जम्मा गरिराखेको रहेछ। यहाँबाट बगेर बाहिर जाने रहेछ। यहाँ चाहिँ विशेष गरी भेडा साँडेको बलि दिने चलनहरू रहेछ भक्तजनकोहरूको इच्छा पुरा भएपछि। अनि त्यही हुनाले यहाँ चाहिँ नि साँडेको प्रतिमाहरू देख्न सकिन्छ। यहाँ भालेको पनि प्रतिमा देख्न सकिन्छ। पोखरीमा भेडा साँडेहरूलाई चोबलिसकेपछि काट्ने बलि दिने ठाउँ चाहिँ यहाँ रहेछ। अहिले चाहिँ भेडाहरू साँडेहरू भाले काट्ने ठाउँ चाहिँ एकदम व्यवस्थित बनाइएको रहेछ। माघे सङ्क्रान्तिमा घुइँचो मेला लाग्छ। यहाँ रोल्पा, प्युठान, सल्यान, रुकुम, दाङ लगायतका विभिन्न ठाउँबाट यहाँहरू दर्शन गर्न आउनुहुन्छ। आऊ 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 भर्खर खाएर काम भने आऊ आऊ। यहाँ चाहिँ परियाको जोडी पनि उडाउनु चलन छैन। छैन, यो आफै कहाँबाट आएको